आजको स्पाइसी च्यालेन्ज चाहिँ 3 स्पाइसी दुईजनाको 3 स्पाइसी च्यालेन्ज हो आज कसले जित्यो सबै त्यसले लगाइसक्यो आइसी घरमा आइसी मात्रै छ बेसी छैन हो आइसीको टोटल लगाएको छ टोटल यहाँ राख्छ स्पाइसी चाहिँ प्याकेट खाली गरेको छ स्पाइसीको हो अब पछि हेरौँ न तपाईँले त्यो रिलमा हेर्नु सक्छ हो यो लगाएको चाहिँ स्पाइसीको त्यो रेड भएन साथी त्यो ल अब चाहिँ 1 2 3 रेडी 1 2 3 लु आमा धमाका हुने हुन्छ आज 500 रुपये का चावल है मेरोमा 20 लागेको छ त बराबर तिम्रो काम छैन काम देखेँ त मैले आमामा कसरी खान्छ हौ यो पुरा खान्छ त मान्छेले त पानी खानु छैन ए कोक लाग्छ त्यसलाई ल हुन्छ खाँदै कहाँ हो किन यति साह्रो ठिकै लागेन मलाई त लाग्छ ठिकै कस्तो भएछ गिभ अप गर्ने भने छोडो लाग्छ मात्रै पाउँदैन आमामा खतरा छ त बुढी तातो भएर आए भुँडी तातिङ बोलाएर खानु सक्दैन क्या त्यति पनि बुढ्दियो पैसा पानी त्यसो भएको सक्दैन रहेछ नि त कहाँ सक्छौ आमामा मेरो हावा गिभ अप म चाहिँ गिभ अप मेरो लागेन कसरी सक्छौ त्यो च्यालेन्ज गर्नेहरूले त आमामा मैले पनि खाएर हुँदैन अब यो खाने अलिअलि खा नि त म सक्दैन बेसी खाने क्यान्सल गऱ्यो बाँकी कतै राखेछ आमामा यो चाहिँ म त मिठो लागिरहेछ मैले सक्ने खालको होइन रहेछ 3 स्पाइसी हो नि त हौ भुँडी तातो भएर आयो नि त हैट बिमार भएको भन्दा त नआएको जित्छ यहाँ लाग्दिनँ है प्याकेट सबै लाग्यो अन्त कता भयो है त्यो कहाँ हो त्यो त्यसो त कसरी खान सक्छ के हामी चाहिँ उल्लु भएर सबै लगायो यहाँ देखेन मेरो होइन अर्कोले देखाउँछ नि त खाएको अरूहरूले होइन लाउँछ पिरो नि छ नि त यो 3 स्पाइसी त सबै लाउँदैन होला अरूले त खाएको खान त मलाई लागेन अब एकछिन अलिकति खाएर खान त मलाई साह्रै पिरो ओ खाने खाऊ तिमी बिस्कुट गएर मेरो कोक पनि खानु होइन खानु नि भोलि मलाई साह्रो पिरो भयो साह्रो पिरो भयो भएन यति साह्रो त कहाँ हो आफूलाई टोर्चर त किन 2 स्पाइसी सक्ने रहेछ 2 स्पाइसी मात्रै सक्ने रहेछ थित
त्यति साह्रो त भएन खानु चाहिँ मलाई तर कोक खानु कोक मन त सक्यो खाए के बात मुझे भात खाने 3 स्पाइसी च्यालेन्ज गर्ने भने गर्ने अरे कि सबै लाउनुपर्छ भन्ने थियो ल भन्ने नि त लास्ट टाइम चाहिँ लगाएको थिएन होइन उसले आज सबै लायो नि त लास्ट टाइमको जस्तो सोचेको थियो होला खानु सकेन मलाई साल पऱ्यो बुढी त आतो भएर त बुढी पनि दुखिँदा डर लाग्यो म त भरे होइन आफ्नो यो पनि हेर्नु पऱ्यो नि त हौ आफ्नो ज्यान हेल्थ पनि त भोलिदेखि हस्पिटल एडमिट भयो भने त खतम भयो त म चाहिँ भात लिएर खाने सब्जी छ दाल पनि छ अनि 12 बजेको छ एकजनाले डिस्क्वालिफाई गरे मेरो भिडियो कस्तो लाग्यो लाइक कमेन्ट एन्ड सेयर गर्नु नभुल्नुहोस् होला बाई बाई गुड नाइट